पनि भागै रहेछ नि त यहाँ त यहीँ छ अहिलेको चितुवा त यहीँ रहेछ नजिकै ओइ बिचमा साथी बिचबाट हेर ओ ल ठ्याक्कै बादर फाइनली गाइज वेलकम टु जू भिडियो। अब हामी ठ्याक्कै जूभित्र छिर्यौँ होइन यस्तो छ यहाँ बवाल रहेछ यार यतातिर नि देखाउन के भयो त मलाई होइन यतातिर यस्तो पुरा पानीको फोर्सहरू यस्तो आइरहेछ टक्क दामी रहेछ यतातिर केटाकेटी डेटिङ सेटिङ आएको यार भिडियो बनाएर हाल्न नि लाजै लाग्ने होइन परिहाल्यो भने फेरि अहिले यताउता भइहाल्यो भने यता यस्तो हेर्नु सक्नुहुन्छ तपाईँहरू यस्तो छ बवाल यार के माछा नि छ के हो यो मेसिन बोरिङ त कस्तो चलेर होला क्या दिनभरि मलाई है यता के को मूर्ति रे यो कुमारी रे कर्ण भाउजू कुमारी कर्ण यता यहाँनिर उयोहरू रहेछ यता बच्चाहरूलाई टक्क खेल्ने यस्तो टक्क दामी छ है यतातिर के छ अरू यतातिर नि हेरौँ यता बोटिङ रहेछ बोटिङ यस्तो बोटिङ पनि रहेछ यार त्यो त के हो यस्तो यार नर्मल हो नर्मल ल यता यहाँ तल गएर हेर्नु मिल्छ होला नि तल जाउँ न आएछ के भयो त पस्तिरहेछ 200 रुपियाँ यस्तो रहेछ पुरा यहाँ ल यताबाट घुमेर उताबाट माथि निस्किने पो रहेछ ल यस्तो बबाल रहेछ नि त ल चलाइदिने मान्छे नै हुँदो रहेछ ऊ आफै लान नि मिल्ने अरूले लगिदिन नि मिल्ने हो के हो यताभित्र पुरै छुट्टै टिकट काट्नुपर्छ होला नि त उता परबाट रहेछ क्या ओर्लिने जम्मा आउँदा नि घुमौँ अहिले फेरि अहिले बन्द हुन नि सक्छ कि अहिले 5 बज्यो 6 बजीसम्म चाहिँ नि हामी बाघ हेर्न आएको यहाँ यतैबाट जाउँ न भित्र छिर्ने यताबाट भने चाहिँ यताबाट छिरेर यताबाट निस्किन्छ क्या घुमेर यता कस्तो बवाल रहेछ होइन अब अरू के हुन्छ अब के देखिन्छ अब हामीले सब हेरौँ होइन सब देखाउने हो टाइम के हुन्छ सब देखाउने हो यहाँ अलि हातै दुख्छ यार हातै दुख्छ यार यस्तो लाइटहरू पनि बबाल बलिरहेछ अनि यता यहाँ पुरा उफ्रिँदा हेरेको एउटा ब्याच मरेको पनि भिडियो हो यस्तो क्या जुरुको बगेर भ्याच बस्दाखेरि त्यो आफै तल निस्क्यो क्या यता के भयो फन पार्कको लागि छुट्टै टिकट लिनु परिरहेछ ऊ यता यो के भयो वन मान्छे हो यता घोडाहरू चढ्ने हो नि यता के हो यो सबै चिल्ड्रेन पार्क हो अरे कताबाट जाने हो यता तल जाने अनि भित्र छिर्ने होइन यता के छ यार होइन यहाँ के लेखाएर छ यता पढाउन अनि पो थाहा हुन्छ त यहाँ के लेखा छ यहाँनिर नेपाल र भारतमा पाउनेहरू रहेछ ब्ल्याक बक र यहाँ ब्ल्याक बक कहाँ छ त खोइ रातिभर सुत्न गयो के हो यहाँ त छैन त कागै काग मात्रै छ यहाँ रहेछ जरायो रहेछ ऊ जरायो रहेछ ऊ जरायो ल अरू यहाँनिर चाहिँ जरायो रहेछ ब्ल्याकबर्ड भने हो र ऊ त्यहाँ के छ त ऊ यता आइज न यहाँनिर ऊ त्यो के हो यो के हो यार यो यहाँनिर के रहेछ यार यहाँनिर रहेछ ल तिलगाई रे तिलगाई ब्लू बुल रे यो 120 देखि 240 किलोसम्म हुन्छ अरे यार आमा सब घाँस खाने रहेछ यस्तो बवाल रहेछ नि त यो ल यस्तो रहेछ है अरू के छ यार अर्को ठाउँमा जाउँ न जम्मा यस्तो छ है गाइड केटा हो ओके यो त खुवाउन चाहिँ हुँदैन अरे केही पनि खाना ओर्न चाहिँ नदिने अरे यहाँ रहेछ ऊ अर्को फेरि के हो यार यहाँ यहाँ जरायो होइन यो ओ के हो है यो के हो रतुवा मृग रे
रतो अमेरिका भने चाहिँ यस्तो हुँदो रहेछ यार मृग त चिन्दैन रतो अमेरिका भने यस्तो हुँदो रहेछ कति धेरै रहेछ यार टन्नै रहेछ त अनि बस्ने चाहिँ कहाँ हुन्छ त उतै कोठभित्र ए यिनीहरू यस्तो हुँदो रहेछ नि त ए यो ब्रेकिङ डर रे ए बार्किङ डियर डर के हो मलाई पढ्न नै आउँदैन इङ्ग्लिस अब त्यही हो मिलाएर बुझ्ने हो अब यहाँ के छ यहाँ यो के हो यार ओ यो के हो यो त देखिरहेको हुन्छ नि जरायो खोइ त सिङै छैन त अनि यस्तो छ जरायोहरू यस्तो है जरायोहरू रहेछ यहाँ टक्क यहाँ यो के हो यसलाई यो मलाई इङ्ग्लिसबाट पढ्न नै आउँदैन त्यहाँ आफै पढौँ अब होइन बात त सही अनि यता बस्नेहरू टक्क छ यता होइन क्यामेरा पुरै हल्लिरहेको छ एकमा खिचेको लास्टै हल्लिँदो रहेछ यार यता के छ यार ऊ जानै नमिल्दो रहेछ ऊ त्यहाँ घोरल त हेर्नै नमिल्ने भयो नि त हिमालयन घोरल रे ऊ त्यहाँ भित्र छ क्या ऊ त्यहाँ यस्तो जुमा हानेर देखाउँ भनेको यहाँ छ क्या त्यहाँनिर छ देख्दै देखेन यार ऊ त्यहाँ ऊ माछा यहाँ छ क्या ऊ देख्यो ऊ यहाँ छ है घोरल रे ऊ यहीँ रहेछ त यहीँ रहेछ ऊ यहीँ रहेछ ऊ ल यो भयो अब यता के छ यो मिर्ग मात्रै देख्छु त यार म त बाघ हेर्न आएको यो लगुना मिर्ग अरे यो यस्तो हुँदो रहेछ कस्तो हो यो सिङ पनि पुरा है ऊ त्यो एउटाको सिङ छैन त्यो पोथी यो चाहिँ भालेर छ यस्तो रहेछ यहाँ त्यो चर्नी त्यहाँ पराल हाल्दै रहेछ त्यो पराल सराल खानी बस्ने रहेछ यिनीहरू यहाँ के छ गाई जस्तै छ यार यो के हो यो नील गाई नै रहेछ नि त ल यो गाईहरूमै त ऊ त्यहाँनिर छ एउटा मात्रै रहेछ फेरि गाई चाहिँ फेरि एउटा मात्रै रहेछ बाघ हेर्न आएको मान्छेलाई गाई र मृग बाहेक केही पनि देखाउँदैन यार ऊ यहाँ छ ऊ गाई यो गाई हो अलि भिडियो चाहिँ राम्रै नआउने यार यो पनि गाई हो एउटै हो रहेछ ऊ यहाँ भित्र जाने बाटो त एउटै छ त दुईवटा प्रजातिको होला क्या त्यो भालै यो पोथी यहाँ के छ त भाइ ऊ त्यहाँ सुतिरहेछ के हो यो सुँगुर हो बँदेल रे नि त ए सुँगुरै त भने वाइल्ड बोर यस्तो बँदेल त लास्टै घिनै लाग्दो हुँदो रहेछ यार म त मासु खाँदिनँ अबदेखि शाबाश बेटा त्यट यस्तो घिन लाग्दो यार त्यट मैले बँदेलको मासु खाँदैन त्यट ऊ बाघ रहेछ बाघ हामी यता छौँ अरे बाघ फाइनली बाघ आयो केटा ओ बाघ आयो कहाँ छ बाघ खोइ बाघ हेर्न आएको म यता छु कि म यता छु मात्रै भन्छ कता छ रुको जरा सबर करो साथी आउँदैछ भनेको खोइ मलाई कता हो सरी बाघ कहाँ छ यार यहाँ माथि चढेर हेर्ने हो खोइ ऊ बाँदर पो रहेछ मलाई तेरो साथी पो आएछ त ओइ तेरो साथी हो यहाँ हेर्नु ल रातो बाँदर र सेतो बाँदर ऊ यहाँनिर ऊ यहीँ छ सेतो र रातो क्याटेगोरी छुट्यो नि त फिड मङ्की बाँदरलाई नखाउनु रे यस्तो त हुँदैन है हाम्रो घरतिर आउने त अलि अर्कै हुन्छ नि ठुल्ठुलो हुन्छ यो त खानु नदिएर नि होला कि ढेडु रे चाहिँ लङ्गुर दुईवटा बाँदरलाई पनि छुट्याएर राखेको छ खोइ म हेर्न आएको बाघ हेर्न आएको ऊ बाघ ऊ फाइनली बाघ देखेँ यार ल साथी आयो तेरो साथी आयो ओइ बाघ देखेँ यार मासला बाघ ल फाइनल्ली मेरो साथी आएछ यार यहाँ रहेछ यार ऊ त्यहाँ अर्को नि रहेछ कत्रो ठुल्ठुलो हुँदो रहेछ त ऊ त्यहाँ ऊ कत्रो ठुलो यार
पापा मुला बाघ त है बस्ने त कस्तो हुँदो रहेछ नि तिनीहरूको यस्तो गुफा जस्तो बनाइदिए हुँदो रहेछ है ऊ कत्रो ठुलो छ क्या यो पनि हो आमा डेन्जर यिनीहरू अनि पारी क्रस हानिदिँदैन त जालीले बारेको माथि कहाँ माथि ए माथि पनि जाली हानेको रहेछ नि त यत्रो माथि छिर्नु पर्ने यहाँ कत्रो हानेको रहेछ यार बाघ त कत्रो हुँदो रहेछ नि है डेन्जर रहेछ यार फाइनली मेरो साथी भेट्यो है गाइस केटा हो ल हेर त्यहाँनिर मेरो साथी Congratulations. Great. Successful person. थ्याङ्क यू सर Good. दुईवटा रहेछ अब यता के छ यार यहाँ सिंह होला क्या ऊ यहाँ पनि बाघै रहेछ नि त यहाँ त यहीँ छ ऊ यहीँ छ यार Wow! Very dangerous. ऊ त्यहाँ अर्को त उतापट्टि बसिरहेको रहेछ नि त दोकानेरी एउटा त यहाँनिर रहेछ एउटा त्यो त्यहाँ उता सुतिरहेको छ ऊ त्यहाँनिर सुतिरहेको छ ल अरू अब हेर्नु पऱ्यो अब सिंह हेर्नु पऱ्यो ए यहाँनिर चाहिँ ल पाटे बाघ रहेछ यो रोयल बेङ्गल टाइगर यहाँ नजिकैबाट देख्यो है ल यस्तोले त एक आँचमै गाह्रो भने है मान्छेलाई त डेन्जर यार अब सिंह हेर्न जाउँ है त सिंह छ कि छैन एउटा ऊ ल फाइनली अब बाघ साग हेरिसक्यो अब लाइफमा बाघसँग बाघ देखाएको छैन भने होइन देख्यो ल देखियो मलाई शाबाश बेटा बहुत बढ़िया यहाँ हेर रति अझै फोटोमा कति फोटो मात्रै हेर्नु अब रियलमा हेऱ्यो तिमीहरूको टाउको साउको त एक सर्टमा कापको भयो मलाई याद गरिराख मलाई साथी यहीँ छ के बोले भाइ अब के बोले के छ थाहा बोले बिचमा साथी बिचबाट हेर ओ ल ठ्याक्कै बादर कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम मादरको साथी ल मादरै रहेछ है ल यहाँ बाघमा आइज न बाघमा आइज अलि भित्र अलि त्यस्तो माथि अलि माथि हो ल अब यहाँ मादरको छोरो त्यो ल फाइनली अब यहाँ के छ यार यो जलगैँडा रे यो जलगैँडा हिप्पोपोटामस भन्ने यो जलगैँडा कहाँ छ यो ए यतातिर छ नि त हिप्पोपोटामसै हो होइन यो त एक सिङे गैँडा यो चाहिँ एक सिङे गैँडा है होनोड राइनोड रे ऊ त्यहाँ यस्तो रहेछ यार यहाँनिर छ है एक सिङे गैँडा चाहिँ यहाँनिर यहाँ छ है यो त चितवन गयो भने टन्नै देख्न पाउँछ नि यार है यस्तो गरेर बसिरहेछ पानीमा दिनभरि पानीमा सुत्ने हो यो यता जलगैँडा हेरौँ भनेको जलगैँडा चाहिँ कहाँ भित्र सुतेको छ क्या पानीमा सुत्ने चाहिँ यस्तो फोहोर त पानी पनि घिनै लाग्यो नि अलिक सफा गरेर राख्दै पो हुन्छ त यहाँ चाहिँ छैन रहेछ है यो चाहिँ कि सुते हुनुपर्छ कि छैन यता के हो यहाँनिर दुईवटा पाले हुने पर्नेमा यहाँ एउटा चाहिँ रहन्छ एउटा मात्रै रहेछ चितवनबाट ल्याउनु पर्यो चितवनमा छ त त्यत्रो सिङ्गल भएछ बिचरा हो ल दुईजना मित एक सिङे गइरहेकै हो यो अब खास
रहन्छ क्या त तलतिर बोटिङ सोटिङ गर्नेको टिकट चाहिँ यहाँ हुँदो रहेछ अब यता के छ यार यहाँ बस्ने उयो यहाँ उयो पानी पाउने यो त यहाँ रहेछ यहाँ साथी पानी पाउने यसलाई के भन्छ अरे गोही 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 यहाँ हात्तीको सुँड यहाँ रहेछ फाइनल्ली ल यसको साथीहरू यहाँनिर ऊ त्यहाँ हात्तीहरू बाटोमा ल अब अन्त अरू नि यता यता के छ हेरौँ भनेको खोइ केही छैन यार यहाँनिर के हो यहाँ बाँदरै रहेछ जताततै भरभरै बाँदर भेरभेरे बाँदर भन्ने के हो यो बाँदर नि यत्रो जात हुन्छ भन्ने त मलाई थाहा पनि थिएन यार यहाँ माथितिर के छ क्या भैँसी अर्ना भैँसी ल अर्ना भैँसी जङ्गली अर्ना भनेको यहाँ रहेछ अर्ना भैँसीहरू यहाँ सिँगै कत्रो क्या है यसले हान्यो भने यस्तो अगाडिबाट हानेको पछाडि निकालिदिनु रहेछ त डेन्जर छ यार हैट यो बस्ने चाहिँ त्यहाँ रहेछ होइन ए अब हामी हात्ती नै हेर्दा जान्छौँ कताबाट हो हात्ती हेर्न जान्छ कताबाट हो यहाँ ऊ त्यहाँ भित्र छ क्या हात्ती हो खोइ ऊ त्यहाँ रहेछ कालो बाँदर पनि रहेछ यार ऊ त्यहाँ बाघ त ऊ त्यहाँ नि रहेछ नि त ऊ बाघ त यहाँ भित्र नि रहेछ ऊ यहाँनिर नि रहेछ ऊ यो मरेछ के भने त जिउँदै रहेछ यहाँबाट फोन खस्यो भने त टिप्न जाने को हो मुजी मान्छेलाई भनेर जानुपर्छ है आज हुँदैन भोलि आइज भाइ भन्ला फेरि यहाँ त फेरि अर्को सेतो बाँदर रहेछ यस्तो यताउता पर्दा मान्छे सेतो मान्छेहरूलाई देखेर फेरि यहाँ जेलमाथि बसेर यसो अब यहाँ नि हाल्ने हो क्या केहरू अब के थाहा के हुन्छ त अब त्यो त यताबाट यहाँ ऊ त्यहाँ रहेछ अर्को बाँदर रहेछ के बाँदर हो यस्तो फेरि पटास बाँदर रे अफ्रिकातिर पाउने बाँदर रहेछ ऊ ओइ 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 तिमीहरूको साथीहरू कस्तो खाले बाँदर रहेछ यार हो त्यहाँ हात्ती अब फाइनली हात्ती हेर्नु पनि यहाँ जाने ठाउँै रहेछ नि त हात्तीको लागि त ऊ कत्रो ठुलो रहेछ त यार सिङ्गल रहेछ बेचारा हात्तीको नाम हेर के रहेछ हात्तीको नाम मेरो नाम पवन कली भन्ने हात्ती रहेछ ल फाइनली पहिला यो पनि हात्ती थियो अहिले चाहिँ यता चरेर छ ए एउटा सिङ्गल रहेछ नि यता दुईजना रहेछ नि त यता है यो बाँदर एउटा माथि यहाँ रहेछ नि त एउटा यहाँ रहेछ एउटा त्यहाँ रहेछ हात्ती त कत्रो हो बाँधेर राखेको रहेछ नि त बिचरा हेर न त्यहाँ बाँधेर राखेको छ क्या त्यहाँ खुट्टामा त्यसरी बाँधेर हिँड्न नि नमिल्ने गरेर राखेको छ नि बरु अलिक ठुलो बाँध लाएर भने त बाँध साँध भत्काइदिइहाल्छ यस्तो त है तर ठुलो छ यार ल यहाँ एउटा फोटो चाहिँ खिचेर जानुपर्छ है फेरि यता के छ यहाँ यो के हो है बियर हो बियर यसको नाम के हो कालो भालु रे मलाई भालुहरू यहाँ रहेछ नि भालुहरू ओइ भालु ओइ भालु भालु ओइ ओ भालुहरू के छ रे अरू के छ हेर्दै जाउँ भनेको यहाँ भालु मात्रै भेट्यो बाघ पनि भेट्यो केटा हो फाइनली यहाँ के रहेछ अर्को यो के हो है चितुवा ऊ त्यहाँ रहेछ हौ चितुवा पनि यार ठ्याक्कै देखिहाल्यो कहाँ छ है मलाई ऊ यहाँ आयो आयो पाटे बाघ होइन यो चितुवा पो रहेछ चितुवा त यस्तो कस्तो हुने यार ओ केटा रहेछ
यस्तो छ यार चितुवा 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 होइन चितुवा चितुवा यो यो के चरीबाग बिरालो भन्दो रहेछ तर यो चरीबाग हो के कहाँ छ खोइ यो दुइटै होइन नि त यो छुट्टै हो यताको छुट्टै हो यहाँ छैन रहेछ के भित्र सुत्या छ कि यहाँ छैन रहेछ ऊ चरीबाग चाहिँ यो हो क्या अस्ति नि यो हो क्या चरीबाग उड्छ नि यस्तो त माथिबाट छोप्या छ होला उड्छ के यस्तो बाघहरू यो दुइटा रहेछ के हो एकै ठाउँमा ऊ खोइ ए ऊ यहाँनिर नि रहेछ ऊ कहाँ हो ऊ यहाँनिर ए यो बार लाएर केही राम्रोसँग नदेख्ने है यो के हो ठुलो बिरालो अरे नि त ऊ यहाँ रहेछ ऊ बिरालो पनि ऊ यहाँनिर यहाँ रहेछ बिरालो एउटा मात्रै छ जस्तो यार यो इन्डियन बिरालो अरे उफ कस्तो गनाउने निर्बिरालो हामी निर्बिरालोहरूको थियो अरे मुला त्यो बाघ गनायो भने त यही बिरालोको मुख पो गनाएर त हावा यार जे पनि बोल्यो नि बल्ल थाहा भयो मलाई